नमस्ते। प्राय मानिसहरूलाई लाग्छ बच्चाको दाँत आउने बेलामा बच्चा बिरामी हुन्छ, उसलाई रुगाखोकी लाग्ने, झाडा बान्ता हुन सक्छ। त्यही भएर यो उमेरको बच्चा बिरामी भयो भने पनि दाँतले गर्दाखेरि हो भन्दै ढुक्क भएर बस्ने, त्यसलाई जचाउने, उपचार गर्न नखोज्ने गर्नुहुन्छ। बच्चा 5-6 महिनाको उमेरको हुँदाखेरिदेखिबाट बिस्तारै दाँत आउन सुरु गर्छ। ठ्याक्कै यही उमेरमा आमाबाट उसलाई प्राप्त हुने एन्टिबडिजहरू कम हुँदै जाने, बच्चाले ठोस खानेकुरा सुरु गर्ने, बच्चा यताउता सर्ने, जे भेट्यो मुखमा लैजाने, अरू मानिसहरूले पनि उसलाई जुठो खुवाइदिने अथवा चुम्बन गरिदिने लगायतको विभिन्न क्रियाकलापहरूले गर्दाखेरि बच्चाहरूमा इन्फेक्सनको जोखिम उच्च हुन्छ। दाँतकै कारणले बच्चालाई ज्वरो आउने, खोकी लाग्ने अथवा पखाला लाग्ने हुँदैन। किटिङको बेलामा केही दिन बच्चा अलिकति झिझेको जस्तो गर्ने, चबाइराख्न खोज्ने, कान तान्न खोज्ने अथवा राम्ररी नखाने, र्याल निकालिरहने जस्तो सामान्य लक्षणहरू हुन सक्छ। तर जटिल प्रकारको रोगकै लक्षणहरू भने दाँत उम्रिनको लागि गराउन सक्दैन। यस्तो देखियो भने हामीले तुरुन्त जचाउनु पर्छ।